साथीहरू नमस्ते वेलकम टु माई मिनी ब्लग। यो हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि आरामै सन्चैको साथ आजको न्यू भिडियो स्टार्ट गर्दैछु साथीहरू। आज चाहिँ हामी बुढाबुढी भएर इटहरीको कन्सर्ट जाँदैछौँ होइन। हामी यहाँ हल्का रमाइलो गर्दै बुढाबुढी मस्किँदै रमाइलो गर्दै जाँदैछौँ साथीहरू होइन। बिन्दास पारामा आफ्नै पारामा आज इटहरीको कन्सर्टमा 3टा ब्यान्डहरू आउँदै हुन्छ साथीहरू। एउटा ब्यान्ड हुनुहुन्छ कुमार सागर ब्यान्ड, अर्को हुनुहुन्छ पुनारायण दाजुभाइ, अनि अर्को ब्यान्ड हुनुहुन्छ स्वर ब्यान्ड साथीहरू। हामी चाहिँ आज 3टै ब्यान्डहरूलाई हेरेर हल्का रमाइलो गर्नेछौँ, नाच्नेछौँ साथीहरू। अनि हाम्रो भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला सबैले। हामी चाहिँ इटहरी आइपुग्यौँ। इटहरीदेखि कता हो बाबा? तलतिर हो बिरानगञ्ज है। चाहिँ इटहरी चोकमा आइपुग्यौँ साथीहरू। टिकट काट्न थाल्यौँ साथीहरू। टिकटको दाम चाहिँ 4 रुपियाँ कोटा अरे। यस्तो महँगो रहेन रहेछ। पार्टनर दुईटा भयो। हाम्रो चाहिँ टिकट आइपुग्यो। यस्तो बुढाबुढी भएर पनि साथीहरू त्यसरी लाउनु पर्ने यस्तो सिस्टम हो। हातमा लाउने सिस्टम रहेछ। टिकट सिस्टम त्यस्तो रहेछ साथीहरू। कन्सर्टमा आइपुग्यौँ साथीहरू इटहरीको। कुमार सागर एन्ड द खोपा ब्यान्डको हृदयबाट धन्यवाद भन्न चाहन्छौँ। उहाँहरूको माया साथ हामीसँग सधैँभरि रहिरहनेछ। हामी इटहरीवासी पूर्ववासी यहाँहरू सबैजना टिमलाई
मात्रै भन्दैन, खुसी पनि दिन खोज्छ है। र त्यो खुसीहरू सानो सानो टुक्रा सपनाहरू बुन्दै 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 एकअर्कालाई आफ्नो संसार, आफ्नो माया, आफ्नो छाया सबै कुरा दिएपछि मात्र पुग्दो रहेछ। धेरै गर्नु पर्दैन रहेछ, उसलाई साँचो माया मात्र दिए पुग्दो रहेछ, होइन? मैले माया गर्ने मान्छे ऊ त उसको मन त मेरो लागि घर हो, उसको मुटु मेरो लागि सहर हो, उसको आँखालाई म ऐना बनाएर हेर्न चाहन्छु अनि ऊ त मेरो लागि जीवन हो। साथीहरू हामी चाहिँ यहाँनिर कन्सर्ट घरतिर लाग्यौँ बुढाबुढी अनि आज चाहिँ धेरै रमाइलो भयो कन्सर्टमा। अनि हामीले चाहिँ आज 3टा ब्यान्डहरूलाई हेऱ्यौँ, कुमार सागर, पूर्ण राई दाजुभाइ एन्ड के पो सोर ब्यान्ड हेरेर हामी चाहिँ अब घरतिर लाग्यौँ। आजको मिनी भ्लग चाहिँ यति नै साथीहरू, बाई बाई। अनि अर्को मिनी भ्लगमा भेटौँला।